नमस्कार साथीहरू, स्वागत छ तपाईंलाई जितको रहस्यमा। तपाईंले कहिले सोच्नु भएको छ किन केही मानिसहरू जहाँ गए पनि आकर्षक, आत्मविश्वासी र प्रभावशाली देखिन्छन्? यसको कारण केवल रूप होइन, यसको पछाडि हुन्छ मनोविज्ञान। आजको भिडियोमा म तपाईंलाई बताउनेछु 10वटा शक्तिशाली साइकोलोजिकल फ्याक्ट्स जसले तपाईंको व्यक्तित्वलाई अर्को स्तरमा लैजान सक्छ। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्तिम बुँदा सबैभन्दा महत्त्वपूर्ण छ। 1. फर्स्ट इम्प्रेसन 7 सेकेन्डमै बनिन्छ। मानिसहरूले तपाईंको बारेमा धारणा बनाउन केवल 7 सेकेन्ड लिन्छन्। त्यसैले आई कन्ट्याक्ट राख्नुहोस्, हल्का मुस्कान दिनुहोस् र आत्मविश्वास देखाउनुहोस्। तपाईंको पहिलो इम्प्रेसन नै तपाईंको आधा सफलता हो। 2. बडी ल्याङ्ग्वेजले धेरै बोल्छ। तपाईंले बोलेको भन्दा तपाईंको शरीरले बढी कुरा गर्छ। सिधा उभिनुहोस्, हात नलुकाउनुहोस् र ओपन पोस्चर राख्नुहोस्। झुकेको पोस्चरले तपाईंलाई कमजोर र असुरक्षित देखाउँछ। 3. साइलेन्स इज पावरफुल। सबै कुरा बोल्नु आवश्यक छैन। कहिलेकाहीँ चुप लाग्नुले तपाईंलाई मच्योर र समझदार देखाउँछ। कम बोल्ने तर अर्थपूर्ण बोल्ने व्यक्ति बढी प्रभावशाली हुन्छ। 4. नेम सम्झिनु ठूलो शक्ति हो। कसैको नाम सम्झिनु उसको सम्मान गर्नु हो। कुरा गर्दा नाम प्रयोग गर्नुहोस्। यसले तुरुन्तै राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ। 5. स्माइलले पर्सनालिटी आकर्षक बनाउँछ। मुस्कान सबैभन्दा सस्तो तर शक्तिशाली चीज हो। साँचो मुस्कान र सकारात्मक ऊर्जा मानिसहरूलाई तपाईंतर्फ आकर्षित गर्छ। 6. लिसनिङ इज मोर पावरफुल देन टकिङ। राम्रो वक्ता मात्र होइन, राम्रो लिसनर बन्नुहोस्। बीचमा नबोल्नुहोस् र ध्यान दिएर सुन्नुहोस्। मानिसहरू आफूलाई बुझ्ने व्यक्तिलाई बढी मन पराउँछन्। 7. कन्फिडेन्स फेक गरे पनि रियल बन्छ। फेक इट टिल यु मेक इट भन्ने कुरा सत्य हो। डर लागे पनि कन्फिडेन्ट जस्तो व्यवहार गर्नुहोस्। यसले बिस्तारै वास्तविक आत्मविश्वास विकास गर्छ। 8. पिपल मिरर योर बिहेभियर। मानिसहरू तपाईंको व्यवहारको नक्कल गर्छन्। यदि तपाईं सकारात्मक हुनुहुन्छ भने अरू मानिसहरू पनि त्यस्तै हुन्छन्। तपाईंको एनर्जी अरूमा सर्छ। 9. ड्रेसिङले माइन्डसेट असर गर्छ। तपाईंले लगाएको लुगा तपाईंको सोच र व्यवहारमा असर गर्छ। सफा, मिलेको र राम्रो ड्रेसअपले तपाईंलाई आत्मविश्वासी बनाउँछ। 10. सेल्फ टकले पर्सनालिटी निर्धारण गर्छ। तपाईं आफैसँग के कुरा गर्नुहुन्छ त्यही तपाईं बन्छ। सधैँ सकारात्मक कुरा गर्नुहोस्। नकारात्मक सोच हटाउनुहोस्। माइन्डसेट नै पर्सनालिटीको आधार हो। साथीहरू, यी 10 साइकोलोजिकल फ्याक्ट्स आफ्नो जीवनमा लागू गर्नुभयो भने तपाईंको व्यक्तित्वमा ठूलो परिवर्तन आउन सक्छ। यदि तपाईंलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र जितको रहस्यलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। कमेन्टमा भन्नुहोस् तपाईंलाई कुन बुँदा सबैभन्दा उपयोगी लाग्यो। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।